कस्तो बेलामा नेपालमा रिभर्स भ्याट तिर्नुपर्छ आज हेरौँ है। पहिलो नम्बरमा यदि कुनै पनि बिजनेसले विदेशबाट सर्भिस इम्पोर्ट गर्छ भनेको बाहिर बसेको कोही कम्पनी विदेशी कम्पनीबाट कुनै पनि सर्भिस हामीले लिइन्छ भने पेमेन्ट गर्दाखेरि 13% को दरले रिभर्स भ्याट तिर्दिनुपर्छ सर्भिस लिने मान्छेले नै नेपालमा। दोस्रो कुरा, यदि कोही बिजनेसले ढुवानी सेवा खरिद गर्छ भने अथवा कुनै पनि गाडी भाडामा लिने काम गर्छ भने सर्भिस लिने मान्छेले 13% को दरले भ्याट डिपोजिट गरिदिन पर्ने हुन्छ। र यदि 50 लाख भन्दा बढीको कन्स्ट्रक्सन गर्ने काम गरिन्छ भने अपार्टमेन्ट कमर्सियल बिल्डिङ्सहरू बनाइन्छ भने जसले काम गराउँछ त्यो व्यक्तिको जिम्मेवारी हुनेवाला छ कि त्यो टोटल अमाउन्टको 13% भ्याट आफैले डिपोजिट गरिदिनु पर्ने हुन्छ। र अर्को कन्डिसन भनेको सरकारबाट अथवा सरकारको स्वामित्व भएको कुनै पनि निकायबाट कुनै पनि कन्ट्र्याक्टरले काम गर्छन् भने त्यो कन्ट्र्याक्टरलाई काम गरे बापत पैसा पेमेन्ट गर्दाखेरि त्यो पेमेन्ट गर्ने बेलामा भ्याटको 30% रकम रोकेर अरू रकम पेमेन्ट गर्न पर्यो। त्यो 30% रकम चाहिँ त्यही सरकारी निकायले डिपोजिट गरिदिनु पर्यो त्यो कन्ट्र्याक्टरको नाममा।